दिनु पर्यो नि। मेरो पालो पनि यसरी गर्दैछु भनेर भन्नु त भएको छ। हजुर। ल सबैजनामा सेवा नमस्कार सेवा। म बिनुता राई। आज चाहिँ यो ठाडो खोलामा चाहिँ भाङ्राको कोट बनाउने दोस्रो स्टेपमा चाहिँ यसरी यो भाङ्रे सिस्नोको उसको पातलाई निकालेर घरमा ल्याएर अनि उसिनेर यहाँको ठाडो खोलामा चाहिँ बहिनीहरूले धुन ल्याउने भएको रहेछ। अनि मलाई पनि यो काम चाहिँ साह्रो मनपर्छ है, त्यही भएर मैले चाहिँ यसरी कुट्दैछु। तपाईँहरू देख्न सक्नुहुन्छ। अब यो कुटेर यो सफा बनाएर यसमा फेरि सेतो माटोमा डुबाएर घोलेर सुकाएर त्यसपछि यहाँबाट चाहिँ धागो काटिन्छ। धागो काटेर चाहिँ फेरि तानमा चाहिँ चट्टसँग कोट अनि दौरा सुरुवाल अनि विभिन्न किसिमको पोसाकहरू चाहिँ यही सिस्नोको बोक्रोबाट बनाउन सकिन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ। यसरी चाहिँ क्वाक 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 फुटेपछि नि यति धेरै दुःख गरेपछि चाहिँ टक्कसँग चाहिँ राम्रो कोट बनिन्छ। हेलो देख्न सक्नुहुन्छ है, यहाँ पनि देख्न सक्नुहुन्छ। हामीसँग चाहिँ यति धेरै छ, तर यो चाहिँ मेरो होइन, मेरो प्यारी प्यारी बहिनीहरू ल्याउनु भएको हो। अनि म चाहिँ यहाँ ठ्याक्कसँग आएर चाहिँ तपाईँहरूलाई चाहिँ सिस्नोको बोक्रोको जो कोट बनाउने दोस्रो स्टेजको चाहिँ मेटेरियल्सहरू चाहिँ देखाउन गइरहेको छु। जारी छैन त? जारी छ। यता अर्को बहिनीले पनि पिर्दै हुनुहुन्छ, म पनि पुर्दैछु। यसमा पानी लाउनु पर्छ होइन बहिनीले कि पर्दैन? पर्दैन। आमामा कुट्दा हातको एक्सर्साइज चाहिँ तर हुने रहेछ। जस बडी खतरा बन्ने रहेछ क्या यो एकपट्टिको चाहिँ। यस्तै छ है। यो सिस्नोको जात चाहिँ अल्लो होइन? सिस्नो पनि विभिन्न खालको जातको हुन्छ नि त। यो चाहिँ अल्लो भन्ने सिस्नो पाउँदो रहेछ। त्यो सिस्नो चाहिँ अलिक हामीले त खाने सिस्नोभन्दा ठुल्ठुलो बोट हुन्छ होइन त? अलिक ठुलो बोट पनि हुन्छ, पात पनि ठुलो हुन्छ। पात पनि ठुल्ठुलो हुन्छ अरे त, काँडा चाहिँ हुँदैन होइन यसकोमा? काँडा त भनेसम्म हुन्छ, तर अरूले जति चाहिँ तिलाउँदैन होइन बहिनी? ए काँडा पनि हुन्छ तर पोल जोस् अरू सिस्नोले जस्तो गरी पोल्दैन अरे, त्यति अरे। कस्तो यस्तो छ हेर्दाखेरि यस्तो छ, त्यही पनि पछि गएर कति राम्रो हुन्छ यही यसकै। जस यो भनेको एउटा परम्परागत कुरा हो, यसलाई चाहिँ हामीले संरक्षण गर्नु चाहिँ पर्ने हो हामी जस्तो युवाले होइन। अनि त्यही भएर उहाँहरूले गर्दै पनि हुनुहुन्छ दिदीहरूले। जोस् यहीँबाट आफ्नो कतिपय मान्छेहरूले चाहिँ आफ्नो जीविकापार्जन पनि यही अल्लोको सिस्नोकोबाट चाहिँ विभिन्न खालको बनाएर